के मैले यति धेरै थुक्पा खाइसक्न सक्छु त? आज म किन यति धेरै खुसी छु त? हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब भिडियो। आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई मेरो कुराहरू सुनाउँछु। मैले मेरो मम्मी बाबाहरूलाई म यो कोठामा सुत्नको लागि गर्मी भयो भनेर मैले भनेको थिएँ। त्यसपछि बाबाले विदेशबाट पैसा पठाइदिनु भयो अनि पठाइदिएको खुसीमा मैले फ्यान किनेँ। फ्यान किन्दाखेरि मैले आफ्नै बुके बेचेर कमाएको पैसाले मैले आफ्नो बेल्ट पनि किनेँ। त्यही पनि कुन भन्नुहुन्छ भने एलभी। म र मेरो साथीले चाहिँ अर्डर गरेर थियौँ बेल्ट, त्यही पनि 2टा। त बेल्ट ल्याइदिएर त अनि मैले अनबक्सिङ गरेको भिडियो चाहिँ हाल्न पाइनँ, सो सरी, त्यसको लागि चाहिँ सरी। तर मैले लुक्स देखेर चाहिँ एलभीको क्वालिटी राम्रैतिर छ। थ्याङ्क यू सो मच दराज कि तपाईँले मेरो बेल्ट ल्याइदिनु भयो। र थ्याङ्क यू सो मच माई मम एन्ड ड्याड, किनकि मम्मी बाबाले गर्दा मैले यहाँसम्म पुगिरहेको छु र मेरो मम्मी बाबाको सपोर्ट मसँग जहिले हुनेछ। आजको लागि यति। थ्याङ्क यू सो मच एभ्री वान।